यो म ट्रायल गरेँ भने आलुबोटेमा छु होइन, त्यो बिचको त्यो बाटो गरिनँ। बाटो पनि अब राम्रै थियो यहाँ बिचको, अनि त्यस्तो उयो पनि थिएन नि त। अब अल्छी लाग्दो क्या कुदाउनु, त्यस्तो खालको बाटो थियो नि त। त्यसले गर्दाखेरि चाहिँ पहिला चाहिँ यो आलुबोटे यो तेर्सो यो सिधा अगाडि जाने बाटो थियो होइन। यो उयोले चाहिँ के अरे के को टाइममा, यो भुइँचालोको टाइममा तपाईँको भुइँचालोको टाइममा यो पहिरोको टाइममा चाहिँ दबिएर बाटो डल्लै सकेको थियो नि त। र दबिएर होइन पहिरो गएर यहाँ पर एउटा यो यहाँ स्कुल छैन, स्कुल थियो छैन थियो होइन, अहिले छैन सायद स्कुल भत्काइसकेको छैन। त्यो चाहिँ पहिरोले त्यो टाइममा चाहिँ झन्डै अब तल खोलातिर लगेको नि त, लाग्दो पहिरो गएको थियो त्यो टाइममा चाहिँ होइन, बर्खाको टाइममा। त्यसले गर्दा चाहिँ नयाँ बाटो उठेको नत्र चाहिँ तपाईँ त्यो बाटो चाहिँ अहिले त्यो बाटोतिर त घरहरूले बनाएछ। खासमा चाहिँ यो घर जुन चाहिँ छ तपाईँको देख्नुहुन्छ चाहिँ गाडी राखेको, त्यहाँ चाहिँ तपाईँको रोड थियो पहिला चाहिँ। त्यो रोडलाई चाहिँ तपाईँले बाटो बनायो, घर बनाएर चाहिँ अहिले यताबाट चाहिँ बाटो खोलेको छ। हेर्नुहोस् अहिलेको यहाँको चाहिँ यस्तो छ बाटो चाहिँ आलुबोटेको पनि। योहरू पनि राम्रै थियो पहिला त होइन, बनाएको टाइममा त बाटो। अहिले चाहिँ यस्तो भएछ गाइजको बाटोहरू चाहिँ। तर अघिको भन्दा चाहिँ धेरै राम्रो नै छ त्यो मजुवाको बाटो भन्दा चाहिँ। पहिला पनि यता पनि पहिला त जोडाइन्थ्यो, किनभने हामी अब मसिनै थियो त्यो टाइममा होइन। यता मामाको घरहरू चाहिँ यता हो नि त। लाहो गाइज यो त अब कताबाट जानुपर्ने हौ, म गलत रास्ता आएछु नि त गाइज। सिधै यता क्रस गर्नु पऱ्यो नि हौ। म त भिडियोमा बेसी फोकस भएछ कि बाटो त यादै गरिँदैछु, सिधै यता क्रस गर्नु पऱ्यो नि हौ। सबसे डरलाग्दो चाहिँ त्यो हो नि त, जो हिलो छ होइन, त्यो अफ रोडिङ काल्टाङ कुल्टुङ त्यो ढुङ्गाहरू हुन्छ नि, त्यससँग मतलब हुँदैन खासमा क्या हो गाइज। त्यो चाहिँ अब चढेर ब्यालेन्स गरेर चाहिँ आरामले गइन्छ, आरामले जान्छ त्यस्तो बाटो चाहिँ होइन। तर यो जुन चाहिँ हिलो हुन्छ च्याप त्यो उयो भइसकेको हुन्छ, त्यस्तोमा चाहिँ डर हुन्छ। त्यस्तोमा चाहिँ चिप्लिन्छ नि त बाइक मेन चाहिँ। मेन चाहिँ अब साह्रो भने चाहिँ त्यो हिलोमै हो क्या बाइक कुदाउनु लागि। पहिला चाहिँ हाम्रो मामाहरूकोमा होइन अङ्कलहरूकोमा जोडाइन्थ्यो सब्जी ल्याउनु लागि। अब आफू पऱ्यो कमानको होइन, त्यसले गर्दाखेरि चाहिँ अब कमानमा त्यस्तो सब्जीहरू हुँदैन नि त। त्यसले गर्दा चाहिँ यहाँ बस्तीमा आलुबोटेमा चाहिँ यो चाहिँ आलुबोटे हो नि त होइन, यहाँ चाहिँ सब्जी ल्याउनु आइन्थ्यो पहिला चाहिँ। आजकल त अब त्यस्तो हुँदैन मतलब हामी आइँदैन, किनभने आफ्नो व्यवसाय कामले गर्दा बजारमा बसेको छु दार्जिलिङमा होइन। त्यसले गर्दा चाहिँ हुँदैन त्यस्तो यहाँनिर। बब्बाल छ नि यहाँ त बाटो, यहाँ पनि यस्तो माटो छ नि यो चिम्टे माटो गाइज। यस्तोमा चाहिँ रिक्स हुन्छ क्या, काल्टाङ कुल्टुङ ढुङ्गा मुढा जेसीको होस् न, त्यस्तोमा त्यस्तो रिक्स हुँदैन क्या। तर यस्तो यो चिप्लोमा चाहिँ रिक्स हुन्छ नि त। यस्तो यहाँ ब्रिज बनाइदिएछ, यहाँ पिछेको बङ्गेको हिलो यस्तो रहेछ बाटो गाइज। कहाँ जाने एउटै जानु होला। यो चाहिँ फेरि यताउता भयो भने चाहिँ गाइजो खुट्टा थाम्नु सक्दैन होइन, किनभने अग्लो बाइक छ ठिकै जान्छ। तर हत्तपत्त चाहिँ लड्दैन यो बाइक चाहिँ, हत्तपत्त चाहिँ लड्दैन लड्नु चाहिँ। तर लडेर अब यताउता भयो भने चाहिँ पुल्डुङमै जान्छ। बाइक अग्लो, बाइक पनि अग्लै हो होइन। अब बाइक अग्लो भन्नु कि म होचो भएको भन्नु कि, तर म पनि मेरो पनि ठिकै हो, 5 फुट 6 इन्च छु होइन। त्यो पनि हाइट कम्ती त होइन हो, बाइक पनि ठिकै नै हो हाइट त। तर मलाई चाहिँ अलिकति हाइटै हुन्छ क्या त, भेट्नु चाहिँ टक्कै भेट्छ होइन, चलाउनु राम्रैले सकिन्छ।
तर अब सिप्लियो भएर पोल्टे सोल्टे भयो भने चाहिँ अलिकति साह्रो पर्छ नि त, त्यति मात्रै हो। यस्तो पिचमा चाहिँ अब त्यस्तो मजा आउँदैन रहेछ कि यो बाइकमा कुदाउनु। हुनु चाहिँ यस्तो खाल्टाखुल्टुमै मजा आउँदो रहेछ नि त यो बाटो बाइक चाहिँ चलाउनु चाहिँ मजै अलग्गै रहेछ नि त्यस्तोमा चलाउनुको। सायद त्यो भिडियो चाहिँ है कुदाउँदै सक्छ होला सायद, किनभने आजको खास भिडियो बनाउनुको कन्टेन्ट चाहिँ त्यस्तो छैन क्या आजको चाहिँ। म चाहिँ त्यत्तिकै खासमा हुन्छ अब भिडियो बनाउनु चाहिँ अब होइन आज होइन, खासमा चाहिँ म चाहिँ अब यता ससुराली गएको हो, जेपी माथिल्लोपट्टि रमेते सालेबुङमा होइन। काम छ र त्यहाँ गएको र आउँदा मैले सोचेँ अब यो बाटो आउँदाखेरि चाहिँ है सुकियामा पनि काम थियो, त्यो भएर चाहिँ अब सुकियाबाट माथिबाट घुम्नुभन्दा चाहिँ तलबाट आउँछु भनेर चाहिँ यहाँबाट बनाउँदै आएको हो भन्ज्याङ ओह्रालो होइन। त्यसले गर्दा चाहिँ अब तपाईँहरूलाई भिडियो हेर्दाखेरि होइन अलिकति अब बाटो मात्रै देखाएर पनि मजा आउँदैन नि त भिडियो हेर्नेलाई होइन। किनभने मैले पनि हेरेको हो, म पनि हेर्छु अरूको भ्लगहरू होइन, त्यस्तो मजा आउँदैन नि त। त्यसले गर्दा चाहिँ बोल्दै होइन यसो बाइक पनि देखाउँदै गऱ्यो भने चाहिँ अब मजा आउँछ नि त, यसो बोलेको सुन्नु पनि मजा आउँछ नि त। त्यस्तो मजा आउने खालको त बोलेको छुइनँ र बोल्नु त कि, तर पनि अब भिडियो मात्रै सर बाइक मात्रै गएको भ्यूमा देखेको भन्दा चाहिँ अब अलिअलि होइन आफ्नो अरिजिनल साउन्डहरू छ भने चाहिँ मजा आउँछ नि त। त्यसले गर्दाखेरि चाहिँ बोल्दै भिडियो बनाइँदैछु। लाने आज के छ अब ताकुल्टी ढुङ्गा सुङ्गा छ भने चाहिँ बिचोक हुन्छ है, त्यस्तो छैन नि त, ठिकै छ। यस पार नदीहरू छ त बाटो बिचमा है, माछा पाल्ला जस्तो छ त रोडहरू त, चिप्लोहरू फेरि। जग्गा चाहिँ माछै पाल्नुपर्ने रहेछ। एउटा जग्गा गएको थियो नि एकखेप, कहाँको यो भन्ज्याङतिर छु, अनि तपाईँको यो सायद सोमको बाटोमा होला है, बाटो बिचमै धान रोपिदियो नि। खासमा त्यो अब धान चाहिँ रोपेको चाहिँ होइन, त्यो चाहिँ अब बाटो चाहिँ यस्तो भएको छ धान रोप्ने टाइपको भनेर चाहिँ बनाएको त सायद भिडियो होइन। यो पनि त्यही खालको नै भएको रहेछ अहिले चाहिँ बाटो, धानहरू रोप्नु पर्ने खालको सिन भएको चाहिँ बनिएको सायद चाहिँ बाटो भइसकेको रहेछ होइन। चिप्लोमा चाहिँ साह्रै डर हुन्छ नि त हौ, चिप्लिन्छ बाइक कि चिप्लेर यताउता गयो भने खुट्टा भेट्दैन नि त, त्यही पिर लागिदिन्छ होइन। गाडाङ गुडुङ जस्तो सुक्यो छैन, गइन्छ बरु। यो मैले मास्क चाहिँ फुल लाइनर छु नि त, हाती मात्रै मास्क लगाएको छु, त्यसले गर्दा चाहिँ एकरो हेलमेट हल्लिँदो रहेछ क्यामेरा हो। अहिले चाहिँ फुल मास्क लगाएँ, तर पनि अब घाल्टाकुल्टुङले पनि होला नि त हेलमेट ओह्रालो उकालो भएको है, टाइट खालको छैन नि त हेलमेट, ठिकैको छैन त। अब टाइट लगायो भने पनि यस्तो गिडीहरू दुख्छ नि त, त्यसले गर्दा चाहिँ अब मैले टाइट चाहिँ नलगाएकै हो हेलमेट होइन। यो मिडियम हेलमेट हो, ठिकै हुन्छ। चिप्लो रहेछ यस्तोमा त साह्रो पर्छ त। छोड मजा, बाटो चाहिँ सही हो यो खालको हेर्नुहोस् त लु। बाटो चाहिँ सही हो भन्ने खालको रहेछ है बाटो चाहिँ।
यस्तो होस् केही छैन, यस्तो घल्टाङ गुल्टुङ होस् पुरै केही छैन क्या जानु लागि। यस्तो बाटो जानलाई केही छैन, घल्टाङ गुल्टुङ होस् न बरु, तर चिप्लो चाहिँ नहोस् होइन। चिप्लो भयो भने चाहिँ अब त्यसमै हुन्छ क्या। घल्टाङ गुल्टुङ होस् पुरो। हेर्नुहोस् न अब बाटो के हो यो बाटो यो के हो यो त पहाड 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 चढ्नु पर्ने, पहाड लै गाई छ, पहाड चढ्नु पर्ने है। अब सिन चाहिँ चिप्लो रहेछ फेरि हो, चिप्लो पनि। पछिबाट फेरि कुन चाहिँ बाइकले खेद्दैछ मलाई सायद नखेदै नि, ढुङ्गाहरूसँग जान्छ नि। पुग्यो होइन, छोडिदिनु पऱ्यो। जाऊ 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 एकै बाइक पो रहेछ। ओके छ त अन्त राइड त ब्रोको उयो होला नि त, अनुभव पनि यही बाटो कुदिरहने होला सायद होइन, यहाँकैहरू होला, त्यसले गर्दा चाहिँ ओके गइदियो ब्रो हो। अगाडि अगाडि जाँदैछ त ठिकै छ ब्रो, तर पनि अब दुई खुट्टे हो कि अनुभव भएको होइन, सधैँ कुदिरहने भन्नु पनि हुँदैन नि त। फेरि दुई खुट्टेले त्यसो भन्दैन, प्लाटै चिप्लियो भने त फेरि अनुभव भएको होस् कि आफ्नो सधैँ कुदिरहने बाटो होस् कि दिनमा सबैको कुद्ने होस्, त्यो बाटोमा सबैको कुद्ने होस् होइन, लड्छ क्या। लड्नु छ भने चिप्लो छ भने चाहिँ ठिकै छ तर दामी दामी त्यही हो कुदाइ। हामी पनि त्यसै कुद्थ्यो क्या पहिला पहिला चाहिँ, त्यो पनि हामीले सिकेछन्। अर्काको बाइक हुन्थ्यो होइन, जोगाउनेहरू कुरा छैन। गानाङ गुरुङ गयो भने चाहिँ लड्दैन भन्थ्यो नि त खासमा चाहिँ होइन। भो कसरी गयो थियो ब्रो त यहाँबाट हिलोमा त जोगाउनु पऱ्यो नि त। ओम्बो हेर अगाडिको चिप्लिहाल्यो नि, झन्डै गएँ गाई चाहिँ मसिलो, झन्डै गएँ, झन्डै ला भइदियो नि त होइन। यहाँ चाहिँ फेरि थियो नि त त्यहाँ चाहिँ बिस्तारै भन्दा पनि ठिकैको छ स्पिड पनि होइन, आफ्नो मोसनमै जाने हो नि त। छोड्नेले छोड्दै गर्छ, बाले हो होइन, अगाडि स्पिड कुद्दै गर्छ। तर आफू चाहिँ आफ्नो लिमिटमा होइन बिस्तारसँगले कुद्ने हो। मलाई हतार छैन पुग्नुसम्म छ होइन। यस्तो छ नि त बाटो चाहिँ, आम्बो मलाई पुग्ने जग्गामा आधी घन्टा ढिलो पुगेको छैन। यस्तो पुगिहाल्नुपर्छ भन्ने छैन नि त, आधी घन्टा लेट पुग्दा म केही हुँदैन। एकछिनको हतारले गर्दाखेरि है दिल्लीमुनितिर जानु पऱ्यो भने रडी हुन्छ नि त, रडी एकछिन भन्छ त्यो क्या। केटाहरूलाई चाहिँ हो नि अहिलेको मस्नो खालको केटाहरूलाई हो भने चाहिँ यो बाइक होइन उयो हुँदैन, मजा लाग्दैन क्या यो बाइक कुदाउनु। किनभने अब त्यस्तो अब स्पोर्ट्स बाइक एनएसहरू जस्तो यो रेस लिँदैन नि त्यसले। अब त्यस्तो रेस लिँदैन नि त्यसले होइन, रेस लिँदैन मतलब त्यस्तो के अरे भोगाइस ह्याप्पी छ त यो त के हो। एकछिन बोल्नु स्टप गरौँ होला है गाई, यहाँनिर यस्तो चिप्लो रहेछ के त। मसिनो खालकेहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ होइन फेरि त्यस्तै आइदियो गाई, बोल्दा होइन स्टपमा फुल स्टप भइदियो नि त होइन।
मसिनो खालको केटाहरूलाई चाहिँ होइन के हुन्छ भने उनीहरूलाई चाहिँ अब स्पिड कुदाउने आदत हुन्छ मेन चाहिँ होइन स्पिड उनीहरूलाई स्पिड चाहिन्छ छिट्टो पिकअप चाहिन्छ होइन तर त्यो कुरोहरू चाहिँ यसमा छैन होइन यसमा चाहिँ अब अफ रोडिङमा हुन्छ नि तपाईँको कम्ती उफ्रिन्छ अहिले होइन मुनिको यसको ग्राउन्ड क्लियरेन्स एकदम बेसी हुन्छ हो गाइस तर बाटो चाहिँ यस्तो रहेछ नि त गाइस अब यो त कुदाउनु जुत्ता त मेरो त हेरिन सक्नुहुन्छ त गाइस यसरी त कहिले पुग्नु यसरी अब हेर्नुहोस् त बाटो अन्त गाइस अब गरङ जानु कसरी जानु यस्तोमा त हो गाइस हिल्लै हुन्छ त म त फेरि अहिले यताउता भयो भने त होइन ससुराली गइदिएको नि त फेरि यस्तो हेर्नु त पछि बङ्गेको तर यसको ग्राउन्ड क्लियरेन्स राम्रो हुन्छ अफरोडिङ होइन ह्यान्डल कम्फर्टेबल हुन्छ होइन ढाँडहरू त्यस्तो दुख्न घोप्टिनु पर्दैन हो यसमा धेरै फाइदा छ अब कुद्नु चाहिँ अब त्यो रेसिङ बाइक जस्तो कुद्दैन स्मुथली कुद्छ होइन ठिक्कै आफ्नो यसमा दममा राखेर एउटा यसमा मोसनमा राखेर हिँड्नुपर्ने हुन्छ यो चाहिँ लु फिलहाल भने चाहिँ रेलिङको मुनि आइपुगेको चाहिँ यताउता गर्दै भए पनि है यताबाट चाहिँ म के अरे अब मसिनो खालको केटाहरूलाई चाहिँ स्पिड चाहिन्छ एक नम्बर होइन अर्को नम्बर अब तिनीहरूलाई छिट्टो पिकअप दिनु चाहिन्छ क्या त्यो सब चाहिँ यसमा छैन अब तपाईँले एक नम्बर माथि कुदाउँदै गर्नुहुन्छ यसलाई होइन स्पिड चाहिँ 3 नम्बरमा स्पिड जानुहुन्छ ताने यस्तो भएन प्लस तानेर 2 हाल्नुपर्छ नि होइन र तपाईँको भ्याट गरिहाल्छ यो चाहिँ भ्याट गरिहाल्छ अरू अब बाइकहरू चाहिँ 3मा तानेन 2 ठक्क हालेपछि तपाईँको अरू बाइकहरू हुन्छ तपाईँको टक्क पिकअप लिइहाल्छ नि त 2मा होइन मजाले कुदिहाल्छ तर यो बाइक चाहिँ त्यस्तो हुँदैन यो चाहिँ तपाईँले 2मा राखेर जानुभयो उकालो छैन 2मा तलबाट टक्क गएर 2मा एउटै मोसनमा नचालिकन एउटा मोसनमा टक्क जानु भने आरामसँगले क्रस हुन्छ यो चाहिँ त्यो खालको बाइक हो होइन बिन्दास हिँड्ने हो नि त यो बाइक चाहिँ होइन जिउ पनि दुख्दैन लङ टुरमा पनि होइन टक्क बस्यो फ्यामिलीवाला टुरी उयोहरूलाई चाहिँ अब ठिक हुन्छ क्या यो टुरको लागि चाहिँ बिन्दास माइलेज पनि एकदम राम्रो छ फेरि यसको होइन त्यसले गर्दा चाहिँ यो चाहिँ मसिनो केटाहरूलाई चाहिँ हुँदैन यो अहिले भने चाहिँ गाइज म यता रेलिङ आइपुगेँ ल रेलिङ तपाईँको बिहिबारे यो चाहिँ होइन रेलिङ बिहिबारे आइपुगेँ अब यहाँबाट चाहिँ तपाईँको सिधा उकालो गयो भने चाहिँ तपाईँको सिधै बिजनबारी पुग्छ होइन तर म बिजनबारी जानु छैन मलाई जानु छ पैँचाली त्यस कारणले गर्दा चाहिँ मैले यता लेफ्ट लिएँ होइन लेफ्टबाट अगाडि ल्याएर चाहिँ उकालो गुम्बाटार फेरि म राइट लिनु पऱ्यो तपाईँको रेलिङको लागि उयसको कैँचालीको लागि चाहिँ म राइट लिएर कैँचालीको लागि अब मेरो जर्नी सुरु भएँ गाइस